हेलो नमस्ते वेलकम छ तपाईँलाई मेरो यो न्यू ब्लगमा। मैले चाहिँ योभन्दा पहिले चाहिँ ब्लगहरू बनाएको छैन अनि यो चाहिँ मेरो फर्स्ट ब्लग हो। खासै अब राम्रोसँग बोल्नु पनि आउँदैन हैन, फर्स्ट टाइम। अनि आज चाहिँ मैले कहाँबाट भिडियो स्टार्ट गरेँ भने म चाहिँ अहिले कोदो आज लास्टै घाम लागिसक्यो। बिहानदेखि नै आम्मामा यस्तो ज्वरो आउने नि घाममा आएको छ नि आम्मामा। मलाई त यो छाता ओढेर पनि टाउको दुख्न थालिसक्यो। अनि घाम लाग्यो अनि ल छाता ओढेर नै बिउ गरिदिउँ न त भनेर बारीतिर आए साथीहरू। हालत गर्मीले देख्नुहुन्छ अलिअलि पसिना आउँदैछ। यति गर्मी भएको छ बिहान आधी बिउ चाहिँ उखालेको थिएँ मैले हैन। त्यो बिउ चाहिँ सुकेर पुरै अब त्यो झाग्दैन होला सायद। अनि अहिले चाहिँ अब रोप्न त मिलेन, रोप्यो भने मरिहाल्छ। अनि घाममा यहाँ गोड्ने बिउ पनि थियो अनि गोड्ने बिउ चाहिँ मैले छाता लिएर पुरै टाइमको साथै प्रयोग गरौँ न त भनेर बारीतिर लागे साथीहरू। नसक्ने अवस्था भइसक्यो, के गर्ने। आधी घाम भन्नुहुन्छ भने यति छ अनि यताले अलिकति गोडेर नसकेर नि बसेर भिडियोतिर लागे साथीहरू म चाहिँ। अनि यति गर्मी छ हो। अनि के बसिराख्नु भनेर म बारीतिर लागे साथीहरू। हेर्नु बारीमा आउँदा पनि यहाँ ज्यान जाला जस्तो भइसक्यो, तर घाम मर्दैन। तर यस्तो घाम चर्किरहेछ भरे कत्रो पानी दर्किने हो त्यो पनि थाहा छैन। अस्तिको दिन रोपेको कोदो छ सबै साथीहरू भलले लगेर हैन, कहाँ पुऱ्याइदिएर के भएर अब त्यो रोपेको र नरोपेको एउटै भयो हैन। अनि अब दुःख गरेपछि त्यस्तो हुन्छ। अनि के गर्नु, खेती गर्नु पनि जागरे मरेर आउँछ साथीहरू। देख्न सक्नुहुन्छ घाम, आजको घाम भिडियोमा त अब त्यस्तो नदेखिएला, तर यति पोलिरहेको छ कुरै छाड्दैन तपाईँहरू। बिउ सुकेर पुरै ध्वस्त, रोपेको बिउ बाढीले ध्वस्त। हेर्नु साथीहरू केही गरेर सुख छैन। अब पानी परेको बेला पानी नै मात्रै घाम लागेको बेला फेरि घामै मात्रै हो। टक्क हामीले पानी चाहियो भन्दाखेरि टक्क पर्ने र घाम चाहिएको बेला घाम लाग्यो भन्दाखेरि टक्क लाग्ने हुनु नि है साथीहरू। कति आनन्द आउँथ्यो होला। के गर्नु, यति घाम छ कि म के गर्नु भइसके। यति घाम छ कि साथीहरू। तपाईँले पनि देख्नुहुन्छ आम्मामा यस्तो घाम लाग्यो भने त मरिहाल्छ नि। घरमा बस्नु नसकेर अब बारीतिर लाग्यो साथीहरू। बारीतिर पनि बसिनसक्नु छ। तल्लो चाहिँ मैले बिहानै उखालेको बिउ, तल्लो गरा पनि थियो नि त। अनि तल्लो गरा चाहिँ बिउ बिहानै उखालेको। अनि यहाँ हेर्नु न कोदोको बिउ मरिसक्यो घामले, देख्न सक्नुहुन्छ तपाईँले। यो अब काम लाग्दैन होला साथीहरू, उखाल्नु मात्रै दुःख मात्रै भयो। यो गरेर चाहिँ सकिसक्यो। अनि यो चाहिँ गोड्नु बनाइसक्यो। अनि आएर यति पनि गोडेँ क्या साथीहरू, देख्न सक्नुहुन्छ तपाईँले। यति गोडेँ। पर छ रोप्ने ठाउँ चाहिँ त्यहाँ अलिकति रोपेको छु। यस्तो छ। बादल त छ क्या साथीहरू, देख्न सक्नुहुन्छ बादल त छ, तर बादलले छेकिरहेको छैन। यो चाहिँ दुईटा गरेर छ साथीहरू। म देखाउँछु तपाईँहरूलाई। देखेन, तर तल्लो र माथि छ। यो चाहिँ एकदम गोड्नुपर्ने छ क्या। गोडेर तल्लो चाहिँ गोडेर पनि अब उखाल्नु सक्यो। यो माथिल्लो चाहिँ बाँकी छ। अनि अब यो पनि गोडिसकेर अनि उखाल्नु पर्ने हुन्छ। घाम रह्यो अनि अलिअलि अब पानी आयो भने भरे रोप्छौँ होला, नत्र भए खासै अब रोपिन्छ जस्तो मलाई लागेन। हिजो बेलुका पानी परेन हौ, अलिअलि आएछ।
नत्र त बिउ अलिक हिलिरहन्थ्यो नि। अहिले त ममा सुकेर पुरै गुन्द्रुक जस्तै भएछ साथीहरू। गुन्द्रुक सुकाएको जस्तै भयो बिउ। अब त्यो जाग्छ कि जाग्दैन थाहा छैन। अनि साथीहरू निन्द्रा लागिसक्यो मलाई। साँच्चीकै निन्द्रै लागिसक्यो घामले गर्दा नि। यति गर्मी त्यस्तै भइरहेछ होइन। घाम त्यस्तै अब झन् मर्छ होला भनौँ। झन् चर्को चर्को हुँदै बादलहरू पनि छ त हौ। फेरि बादलहरूले छेक्दैन, ठाउँ ठाउँमा छ बादलहरूले पनि छेकिरहेको छैन। पुरै ननस्टप बिहानदेखि आम्मामा यति लागिरहेछ। अस्तितिर फेरि दिनै पानी परेको के साह्रो पानी परेको भन्दाको तास्ती अहिले अब घाम लाग्नु थाल्यो। घाम के साह्रो लागेको भन बस्यो। केही गरेर राम्रो सुख छैन साथीहरू हामी मानिसहरूलाई। अनि मैले चाहिँ अब सुरु ब्लग चाहिँ यसरी नै गरेँ। अब अरू ब्लगहरू गर्दै जाउँला, सिक्दै जाउँला साथीहरू। सुरुको भिडियोजहरू चाहिँ यस्तै भयो। देखिन्छ कि देखिँदैन पर रोपेको छौँ हामीले कोदो। परदेखि अलिअलि देखिँदो रहेछ साथीहरू। आम्मामा यति छ नि, यति घाम छ कि पुरै छोडिदिनु तपाईँहरू देख्न सक्नुहुन्छ। बिउ पनि मर्छ होला हौ यस्तै घाम लाग्यो भने त। कि बिउमा त यता डढेर पुरै पहेँलो हुन्छ होला। यति घाम लाग्दा यो हालत छ साथीहरू। मैले चाहिँ अब बिउ गर्न छोडिदिएँ। अब अहिले चाहिँ घाम पनि मऱ्यो। अनि त्यहाँबाट लागेँ साथीहरू म चाहिँ घाँसतिर। देख्न सक्नुहुन्छ घाँस काटेर राखेको छु। उयोमा धन्नमा काटेर राखेको छु। ल भन्दै साथीहरू अब चाहिँ झन्डै म भारी पनि पुग्न आँटिसक्यो। अनि अब भारी ल्याएर चट्ट घर जानुपर्ने हुन्छ। अहिले त फेरि शीतलै भयो। अघि बिहान दिउँसो चाहिँ आम्मामा भन्नुहुन्छ भने सहनै नसक्ने घाम। अहिले चाहिँ अलिक शीतल भयो। अनि म चाहिँ लागेँ साथीहरू घाँसतिर। अब घाँस पनि भारी पुग्न आँट्यो। अनि म चाहिँ जान्छु। अनि जान्छु भन्दा नि यति काटिसक्छु। यसो देख्न सक्नुहुन्छ। यति काट्छु अनि त्यहाँबाट म चाहिँ जानुपर्ने हुन्छ चट्ट लाएर। सुपारीको बिरुवा हेर्नुहोस् साथीहरू। हाम्रोतिर सुपारी हुन्छ। सुपारी अनि यता कोला पनि छ। कोला चाहिँ अलिक माथि छ बगान नै देख्नुहोस् त। माथि छ है कोला चाहिँ। कोलाको बगैँचा चाहिँ ऊ माथि सिम्बल पनि छ तर देखिँदैन होला सायद। ल भन्दै साथीहरू आजको भिडियो चाहिँ म अब यहीँ अन्त्य गर्न चाहन्छु। अर्को नेक्स्ट ब्लग लिएर फेरि आउने नै छु। आजको चाहिँ अब फर्स्ट ब्लग चाहिँ यस्तै भयो है। अब अरू ब्लगहरू राम्रो गर्दै जाउँला, राम्रो देखाउँदै जाउँला, राम्रो ल्याउँदै आउँला है त। केही सुधार आउला नि त साथीहरू होइन। फर्स्टमा त अब कसलाई नि आउँछ आएको हुन्छ र होइन। सबैले सिक्ने त हो। सिक्दै गएपछि सबै कुरा आउँछ नै।
भन्दै साथीहरू म चाहिँ अब बाई बाई भन्न चाहन्छु। अर्को नेक्स्ट ब्लगमा फेरि भेट्ने नै छु तपाईँहरूसँग है त। हस् बाई बाई। फाइनली साथीहरू घाँसको भारी पनि पुग्यो, देख्न सक्नुहुन्छ सबै काटिसकेँ। घाँसको भारी पनि पुग्यो साथीहरू। अब म चाहिँ घाँस लगेर जानुपर्ने हुन्छ, रात पनि पऱ्यो। साथीहरू आज चाहिँ मेरो दिनहरू यसरी नै बित्यो। तपाईँहरूको के कसरी बित्छ सेयर गर्नु होला है। अब म चाहिँ घाँसको भारी बोकेर जानुपर्ने हुन्छ। सबै घाँस काटिसकेँ यहाँ चाहिँ। अब त्यसरी नै बित्दैछ साथीहरू। ल फेरि अर्को नेक्स्ट भिडियोमा फेरि भेट्ने नै छु तपाईँहरूलाई है त। मेरो भाइ चाहिँ पुगिसक्यो है त। साथीहरू अब घरतिर लाग्यो।